हेलो सो नमस्ते एन्ड वेलकम टु माई न्यू ब्लग। आज चाहिँ डेट भइसकेको छ, हामी सबजना उठिसकेका छौँ होइन। त्यसो हुन्छ विनोद बिजु अहिले चाहिँ हामी बिहान ठ्याक्क 5 बजे उठेर रेडी भइसकेका छौँ। अब चाहिँ हामी बाटोमा आइसकेका छौँ सबैजना। त्यो तल जान लागेको है। यतापट्टि चाहिँ अब तालबारे मन्दिर जाने रहेछ भने यता चाहिँ दरबार अब कस्तो खालको दरबार हो थाहा छैन होइन। एकदम खतरा देखिँदा बिहान बिहानै है यस्तो। अब चाहिँ हामी बोटिङ गर्नको लागि यहाँ लाइफ ज्याकेट लिन गइरहेछौँ है। सबैजना यस्तो लिइसक्यो लाइफ ज्याकेट लगाएर अब चाहिँ हामी बोट्न एकदम बसिसकेका छौँ होइन। यहाँ चाहिँ एकदम यस्तो खतरा छ है। फाइनल्ली हामी चाहिँ तालबारे मन्दिर पुगिसकेका छौँ। अब चाहिँ हामी मन्दिर दर्शन गरिसकेर चाहिँ हामी अब फेरि अब आफ्नै गन्तव्यतिर जाँदैछौँ। फेरि पनि लाइफ ज्याकेट लगाएर फेरि पनि भेटिसकेका छौँ होइन। अब फेरि हाम्रो चाहिँ हामी फर्किने बेला आइसकेको छ। हामी चाहिँ तालबाराही मन्दिरबाट चाहिँ होइन मन्दिर जाने। अब यो सामान चाहिँ यहाँ छोडिदिनु पर्ने हुन्छ मन्दिर जाने भने। फाइनली गाइज त्यसलाई अलि के भन्छ यसलाई कमेन्ट गर्नु है। यसको नाम अहिलेसम्म थाहा छैन के भन्छ होइन। यस्तो कमेन्ट हाल्नुपर्ने हुन्छ। हामी चाहिँ अब फेवातालबाट आफ्नो आजको काम सकिसक्यो। त्यसो अब चाहिँ हामी रुम होटेल जाँदैछौँ। त्यो भनौँला हामी चाहिँ पुस्ता गाडी खाँदै जाँदैछौँ होइन। एकदम देखाइदियो तपाईँको पुस्ता गाडी सक्छ त सक्दैन नि। हाम्रो चाहिँ ब्रेकफास्ट यहाँ रहेको छ है, चना अन्डा साथै त्यही। अब चाहिँ हामी हाम्रा कुम्लो काम्लो बोकेर आफ्नो अब अर्को नेक्स्ट गन्तव्यतिर हामी लागिसकेका छौँ। हेलो गाइस, हामी चाहिँ पुम्दीकोट आइसक्यौँ होइन। अब हामी यहाँबाट बसबाट उठेर केही मिटर चाहिँ हामी हिँड्नुपर्ने हुन्छ। बस चाहिँ यहाँ छ है। आइसक्रिम खाने तपाईँ ल। कलादानीको लागि चाहिँ स्पेसल लन्डनको राजधानी पोखरादेखि मगाइएको छ। फाइनल्ली गाइज हामी पुम्दीकोट महादेव आइसकेका छौँ। यहाँ चाहिँ गेट रहेको छ। यहाँबाट यस्तो भ्यू पनि होइन। फेरि फाइनल्ली हामी चाहिँ अब गाडीमा आइसकेको छौँ होइन। हामी एउटा गुम्बा छ अरे भन्ने सुनियो। अब त्यो गुम्बामा हामी चाहिँ जाँदैछौँ। यहाँ रहेको छ अब हाम्रो गुम्बा। हामी चाहिँ यो ठाउँमा जाँदैछौँ।
चाहिँ हामी यो गेटमा आइसकेको छौँ है गाइस म बोल्न मिल्दैन अब है नमस्ते चाहिँ भिडियो चाहिँ अलाउड रहन्छ त्यही भएर हामीले चाहिँ अब फोटो मात्र खिच्यौँ भिडियो देख्नु पाइएन त्यही फोटो खिचेको थियो ठ्याक्कै बसमा आइसकेको छौँ अब चाहिँ हाम्रो खाना खाने प्लान रहेको छ र त्यसपछि चाहिँ हामी डेभिड फल पातले छाँगोमा हामी जानेछौँ है त हामी चाहिँ फाइनली खाना खाने ठाउँमा आइपुग्यौँ हामी चाहिँ खाना खाने ठाउँ यही हो होटेल तनोव एन्ड खाजा चाहिँ खाना खाइवरी आइसकेका छौँ बाहिर बसिरहेका छौँ अब चाहिँ हाम्रो डेभिड फलको हुँदैछ मासु भात अर्केर टेन्सन पो भोटेको हो हामी चाहिँ डेभिड फल पातले छाँगोमा आइसक्यौँ मान्छे जति ठुलो भए पनि दिमाग भनेको बस पनि हुन्छ भने त्यही हो रहेछ ला 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 कता हो अब चाहिँ हामी डेभिड फल सकिसकेको छ यो चाहिँ गुप्तेश्वर महादेव ओ माई गॉड यहाँबाट निस्किसकेका छौँ अब चाहिँ हाम्रो बसतिर जाँदैछौँ बस चाहिँ हाम्रो लगभग त्यतातिर छ उता उन्ना वे उड चाउदे अहिले राष्ट्रिय पशु प्रजनन कार्यालय पोखरा कास्कीमा हामी चाहिँ पुगिसकेका छौँ होइन त दोस्त के गर्ने यहाँ डुब्ने हो मन्जिल भनेको धेरै टाढा छ कहिले पुगिने थाहा छैन मत छोडो रहेको छ राष्ट्रिय पशु कार्यालय प्रजनन कार्यालय यो चाहिँ हाम्रो पोखराको कास्की जिल्लामा अवस्थित रहेको छ देख्न सक्नुहुनेछ एकदमै ठुलो बिल्डिङ रहेको छ ओहो कुनै महल जस्तै देखिरहेको हाम्रा भेडाहरू हावा खान बाहिर निस्किसकेका छन् अब हाम्रो यहाँ सक्यो अति राष्ट्रिय पशु प्रजनन कार्यालयमा चाहिँ हाम्रो आज काम पनि सकिसक्यो अब हाम्रो सिधै यात्रा भनेको बसतिर हुनेछ त्यसपछि फाइनली होटेल आइपुगेका छौँ होइन हामी चाहिँ यहाँ चारजना बस्ने भएको दादा अब हाम्रो रुम चाहिँ यस्तो देखाउँछ एकदम कस्तो छ है एकदम बक्स पलङ छ यसमा चाहिँ लगभग 3 जना जति अटाउनु पर्छ होइन यस्तो पेन्टिङ सेन्टिङ छ एकजना सुत्ने यता टेबल सेबुल यता चट्ट लाएर यहाँ यस्तो छ म एक्लै सुत्छु ल ल भाइ छैन यहाँ टिभी हट्दा एकदम टिभी एकदम गालीहरू भात खाइरहन् सबजना तिनीहरूले कता खाइसक्यो प्लेटमा आजको भ्लग चाहिँ म यहीँ समाप्त गर्न चाहन्छु
ड्युटी पनि सकियो भोलि हाम्रो चाहिँ लास्ट एन्ड फाइनल डे रहेको छ भोलि अब यता चितवन राष्ट्रिय निकुञ्जहरू यता हेर्ने गरिन्छ हेर्दै गर्नु होला है त थ्याङ्क यू फर वाचिङ बाई